दर्शक श्रोताहरू यति बेला भुन्टी सिरियलमा भने भुन्टीले यति बेला भूपेन्द्रलाई झापड हानेकी छिन्। हो साथीहरू, यस्तो अवस्थासम्म आइपुग्दा पनि अझै भूपेन्द्र अदालत जान मानेका छैनन् भनी भुन्टीले पाउने अधिकार कुनै पनि अवस्थामा दिन्न भनेर अठोटका साथ जिद्दी गरेर घरमै बसिरहेका छन्। यता भूपेन्द्रका दाजुले पनि भूपेन्द्रलाई भुन्टीले पाउने अधिकार के कति छ, अदालत गएर यो सम्बन्ध टुक्राएर दिएर आनन्दका साथ बस भनेर भनिरहेका छन् भने यस्तो अवस्थामा आएर यति बेला भूपेन्द्र भूपेन्द्रले भनी अझै भुन्टीलाई उनले पाउने अधिकार कुनै पनि अवस्थामा पुगे पनि मैले त्यसलाई दिन्न भनेर अटोटका साथ घरमा बसिरहेका छन्। हो साथीहरू, यति बेला भुन्टीको रूपमा गएकी सुकुमाया भनी त्यहाँ निकै आक्रोशका साथमा देखा परेकी छिन् भनी यता आफ्नी जेठानी दिदी श्रेयालाई पनि भान्सा छुट्याइदिएकी छिन्। साथीहरू, श्रेयाले कतिसम्म अन्याय र अत्याचार गरेकी थिइन् भुन्टीमाथि भन्ने कुरा त हामी दर्शक श्रोताहरूले देख्दै आइरहेका थियौँ भने यति बेला सोही आफूले गरेको कर्मको फल श्रेयाले पनि भोगिरहेकी छिन्। साथीहरू, अब यसरी भुन्टीको स्वरूपमा गएकी सुकुमायाले भने यता श्रेयालाई झापड लगाएकी छिन् भनी दुवैजना यानि कि कपाल लुछालुछ गरेका थिए। हो साथीहरू, केही समयसम्म यसरी लडाई झगडा गरे पश्चात अब भने भुन्टीले आफ्ना श्रीमान भनाउँदा भूपेन्द्रलाई अर्को बाहिरको स्त्री यानि कि गर्लफ्रेन्ड भनाउँदी जेरीको साथमा यसरी बस्न र सँगै बसेको र सुतेको खुवाएको अङ्गालोमा बेरिएर राखेको मैले कुनै पनि अवस्थामा देख्न सक्दिनँ भनेर अब मैले यही एकै ठाउँ पकाएर खानु र यहीँ बस्दा मलाई कतिसम्म अन्याय भएको छ र मैले कसरी सहेर बसेको होला भनेर यस्तो जवाब दिए पश्चात यता भुवन भने चुप लागेका छन्। हो साथीहरू, किन मैले तिम्रै बारेमा राम्रो बोलिरहेकी छु र तिमीले पाउने अधिकार दिनुपर्छ भनेर भूपेन्द्रलाई भनिरहेको छु र तिमीले किन यस्तो